हेलो गाइज वेलकम ब्याक टु द न्यू डे न्यू ब्लग। आजको ब्लग चाहिँ नेपाल टु इन्डिया बनबासासम्म जाँदैछु गाइज। म चाहिँ बनबासा घुम्नु सामान लिनु छ अलिकति, त्यही भएर म चाहिँ बनबासातिर जानु लागेको छु गाइज। आजको ब्लग मोटो ब्लग हेर्न सक्नुहुन्छ। आजको मोटो ब्लग चाहिँ बनबासासम्मको। हेर्न सक्नुहुन्छ गाइज, म चाहिँ नेपाल बोर्डर पुगिसकेँ। भन्सार के भन्छ त्यहाँ गड्डा चौकी पुगेँ गाइज। यस्तो भिड छ नि गाइज, आज चाहिँ खै किन हो लास्टै भिड छ गाइज। म र भाइ चाहिँ गाइज के भन्छ यता नेपाल बोर्डरमा रोकिएका छौँ गाइज। सिम एक्टिभ गर्नलाई इन्डियन सिम एक्टिभ गर्दैछौँ गाइज। हामी चाहिँ इन्डियन सिम हालेर जानुपर्छ। फेरि हेर्न सक्नुहुन्छ नेपाल बोर्डर। पहिला कता थियो झन्डा, अहिले कहाँ पुगाइसकेको छ गाइज। के गर्ने, एउटा इन्डियन आर्मी सर आउनु भयो गाइज। यस्तो सोध्दै हुनुहुन्थ्यो कहाँ हो के हो भनेर। हामी चाहिँ भन्यौँ बनबासा जाँदैछौँ भनेर। त्यही भएर एकछिन के भनेन गाइज, जानु न त भन्दै थिएँ गाइज। के गर्ने, अब चाहिँ लाग्यौँ हामी बनबासातर्फ। हेर्न सक्नुहुन्छ बनबासाको पुल। कबसम्म त यो पुल पनि नेपालकै थियो गाइज। अब के गर्ने, इन्डियाको भइसकेको छ पुरै। इन्डियाकै भनौँ गाइज। पुल भन्दा पारि त इन्डिया बोर्डर बनाइसक्यो इन्डियनहरूले। अब के गर्ने, यस्तै छ नेपालीको हालत हो गाइज। हेर्नुहोस् गाइज, बनबासा पुल डेड स्क्वायर पुल हो गाइज। अलि विचार गरेर आउनु, कुन दिन भत्किन्छ गाइज, विचार गरेर आउनु होला। यति भन्न चाहन्छु म चाहिँ। हेर्न सक्नुहुन्छ पछाडि महाकाली नदी हो गाइज। त्यो चाहिँ यस्तो भिड छ नि गाइज, यस्तो भिड छ यो पुलमा, छोड्नु कुरै नगर। जताततै भिड छ गाइज। पुरागिरीबाट आउनेवाला हुन् कि जानेवाला हुन् के हुन् थाहै छैन गाइज। यस्तो भिड छ नि गाइज, छोड्नु कुरै नगर्नु गाइज। खत्तम भिड चाहिँ यस्तो छ नि। हेर्न सक्नुहुन्छ गाइज, पसल हालेको यस्तो पसल छ, यति राम्रो। सानो सानो पसल, सस्तो सामान यति सस्तो कि छोड्नु कुरै नगर्नु। एउटा भेस्टको 150 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँमा भेस्ट ट्र्याक मिल्छ गाइज। यति सस्तो, यति राम्रो कपडा। इन्डियन कपडा हो है फेरि, कहीँ जापानिज कोरियन माल चाहिँ होइन यस्तो। हेर्नुहोस् गाइज, पसलै पसल हो गाइज। उतासम्म पुरै पसलै पसल हो गाइज। यति भिड छ लास्टै सामान किन्ने मान्छेको। इन्डिया जानलाई पास काट्नुपर्छ भनेर रोकिएर एकछिन सोधेको गाइज। कहाँसम्म जाने हो भनेर भन्यो। हामी चाहिँ यतै बनबासासम्म हो भनेको। फेरि जानु गाइज पर्दैन भने फेरि के गर्ने, हामी चाहिँ फाइनली पुगेछ गाइज बनबासा। अनि बाइक मैले ग्यारेजमा हालेर इन्डिकेटर चेन्ज गरेँ गाइज। अनि हेलमेट पनि किन्न थियो, हेलमेट पनि किने गाइज। र फाइनल्ली हेलमेट पनि किन्ने। अब मोबाइलको दोकानमा गएर स्क्रिन गार्ड हाल्न गए हामी चाहिँ। कभर र स्क्रिन गार्ड किन्न भनेर। हेर्नु न पछाडि। ल गाइज हामी फर्क्यौँ गाइज। अब नमकिन किन्दैछौँ एउटा अङ्कलको पसल के भन्यो खोकामा नमकिन किनेर हामी चाहिँ फेरि यो हेर्न आयौँ गाइज। के भन्छ यसलाई, यसको नामै थाहा छैन, कमेन्टमा भन्नु होला थाहा छ भने। यसको त सस्तो भन्यो
भन्न तर पैसै भएन गाइज। के गर्ने, पैसा जति हामीले सबै सकेर आइसक्यौँ। फाइनली अब हामी चाहिँ चलारै पुग्यौँ गाइज र नास्ता खाँदैछौँ हामी चाहिँ। ओके गाइज, फाइनली घर पनि पुग्यो। यस्तो खुट्टा दुख्या छ गाइज, टाउको दुख्या छ, लास्टै छ भन्ने गाइज कन्डिसन आजको चाहिँ। म चाहिँ घर पुगेर खाना खाएँ, फ्रेस भइसकेको छु गाइज, खाना खाइसकेँ। र आजको ब्लग यति नै गाइज। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला।